चाहियो यदि त्यो भएन प्रमाण हुन्न कसरी हुने हो त त्यसो हुने त्यो एउटा भिडियो देखियो कि त्यो एआईले बनाएको हुनु पर्यो ऊ भित्र फर्केर पिसा फेरिरहेछ बहिनीले चाहिँ भिडियो खिचिराखेको देखिन्छ अब यही हो भनौँ भने एआई को करामत हुने गरेछ हाम्रो देशमा फेरि मैले भने नि कुनै यस्तो मान्छे र संयन्त्र मैले नेपालमा देखाएको छैन यो 30 वर्ष जसले आफ्नो कर्तव्य निर्वाह गरेको छ सबै थाहा छैन नि त जस्तो यहाँ एकजना बहिनीले चाहिँ मलाई चाहिँ अश्लील अङ्ग देखायो भन्ने विषयलाई लिएर चाहिँ बबन्डर भयो यहाँ अब अश्लील अङ्ग देखायो भन्ने कुरा ले एउटा राष्ट्रिय बहसको विषय बनिरहेछ अब सडकमा हिँड्दै गरेको कुनै एकजना मान्छेले यो कल्पना पनि गर्न नसकिने कुरा कल्पना पनि गर्न नमिल्ने कुरा त्यस्तो भयो होला त तर अहिले यसको विषयमा पनि निकालिहाल्नु भयो दुईटा कुराहरू आइरहेछ एक त केटीले आरोप लगायो कि भन्ने खालको सामाजिक बहस पनि गरिरहेछन् यिनीहरूले होइन उहाँले त्यस्तो नगरेको पनि हुनसक्छ भन्ने खालको कुराहरू आइरहेछ यो घटनालाई चाहिँ कसरी हेर्नु भएको छ त्यही त मैले त्यो कुरा विश्वासै गर्न सकिनँ क्या यदि त्यो घटना भएको भने नेपालमा पहिलोचोटि त्यस्तो घटना भएको मान्नुपर्ने हुन्छ यदि त्यो घटना भएको हो भने अब उन्मादमा त अधिकृत मन्त्री भन्ने कुरा आउँदैन किनभने त्यस्ताले नै अधिकार उल्लङ्घन गरेको विगत छ एकजना मन्त्री थियो पञ्चायत कालमै नर्सलाई समात्यो भन्ने कुरा आयो मन्त्री जस्तो व्यक्तिले के नर्स भन्न त सकिँदैन यस्ताले नै उन्माद प्रयोग गर्ने हुन् तर यो केसमा चाहिँ अहिले एउटा भिडियो आइराखेको छ त्यो मान्छे चाहिँ सायद मादक पदार्थ सेवनमा थियो के थियो अब भित्तामा उभिएर चाहिँ ऊ पिसाब फेरिराखेको देखिन्छ पछाडिबाट बहिनीले चाहिँ भिडियो खिचिराखेको देखिन्छ अब अहिले त अघि हामीले कुरा गऱ्यौँ नि कसैलाई भर गर्न सकिँदैन बा एआई हो कि बुझ्दै नबुझिकन यो बोल्दो रहेछ भनिदिन्छन् फेरि एउटा यस्तो आशंकाको माहौल निर्माण गरिदियो नि त यिनीहरूले यो प्रविधिले हामीलाई एउटा अवसर दिएको छ हामीले यसलाई नै दुरुपयोग गरिरहेछौँ त्यो गरेका छौँ नि त हामीले अघि मैले भने नि हामी सबैले बाटो बिराछौँ कि वास्तवमा कोही यस्तो मान्छे मैले देखाएको छैन नेपालमा जसले बाटो बिराएन कोही पनि क्या जस्तो अहिले भनौँ न अब शेरबहादुरहरू यहाँबाट पलायन भएर गए 5-5 चोटि प्रधानमन्त्री भएको व्यक्तिले एउटा सानो घटना राष्ट्रमा भयो भन्दैमा त्यसै छोडेर पलायन हुनु सुहाउने कुरा हो र सामना गर्नु पर्यो नि आफूले के बिगारेको हो भने पनि सामना गर्ने कुरा आयो अब यहाँ त नबिगारे पनि बिगारेको रहेछ भन्नु पर्न त किन पलायन भन्ने कुरा आयो नि त भनेपछि त्यो केसमा चाहिँ वास्तवमा पब्लिक ठाउँमा त्यसरी पिसाब फेर्नु पनि सर्वथा अनुचितै हो त्यसरी हेर्ने हो भने तर त्यसलाई विषय बनाउनु मेरो विचारमा अर्को अनुचित हो त्यो फेरि भनेपछि धेरैले सोध्लान् फेरि यो जो व्यक्ति थिए उनी निर्दोष हुन् भन्न खोजे के हो भन्ने पनि होइन तथ्य चाहियो नि त ठ्याक्कै जस्तो भिडियो बोल्यो भन्छ होइन भिडियो बोल्यो भन्नाले त्यो के देखिन्छ भने सायद उसले त्यहाँ पिसाब फेरेको हुनुपर्छ त्यो आफैमा आपत्तिजनक छ त्यसलाई विषयवस्तु बनाएर भाइरल बनाउनु पनि बहादुरी कुरा हो भन्ने लाग्दैन मलाई तर पहिला चाहिँ त्यसको सच्चाइ नै चाहियो के लाग्छ तपाईँले गहिरो अनुसन्धान गर्दाखेरि जुन आएका कुराहरूलाई अनुसन्धान गर्दा मैले अनुसन्धान गरेको छैन तर त्यसलाई दुरुपयोगै गरिएको हुनुपर्छ त्यो मान्छेले पब्लिक पिसाब फेरेको हुनुपर्छ त्यहाँ त्यसपछि त्यो भिडियो बन्यो तर उनको आरोप छ नि उनले सर्वनङ्ग भएर देखायो भन्ने आरोप छ त्यो भिडियो त हामीले देखाएको छैनौँ छौँ त छैनौँ त्यो चाहिँ चाहियो यदि त्यो भएन प्रमाण हुन्न